वस्तुगत प्रश्नोत्तर भाग 1 अन्तर्गत हामीले 20 वटा प्रश्नहरू लिएर आएका छौँ र यसका उत्तरहरू पनि यसै साथ रहेका छन्। अब क्वेसन नम्बर 1, विश्व स्वास्थ्य सङ्गठन WHO का सदस्य मुलुकबीच भविष्यका महामारीको सामना गर्ने सम्बन्धी सम्झौतामा कहिले सम्झौता भएको हो? सन् 2025 अप्रिल 16। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मूर्तिकला सम्मेलन कहिले सम्पन्न भएको? विक्रम सम्वत 2082 वैशाख 5 देखि 6 काठमाडौँ। कोशी प्रदेश सरकारद्वारा पहिलो पटक लगानी सम्मेलनको आयोजना कहिले गरिने भएको छ? विक्रम सम्वत 2082 वैशाख 18 र 19 गते। नेपालमा हाल 2082 वैशाखसम्म चरा प्रजातिको सङ्ख्या कति पुगेको छ? 879। नेपालको प्रवासन दर प्रति हजार जनसङ्ख्यामा कति रहेको छ? 7.5%। हात्तीको मुखाकृति जस्तै रहेको हात्तीढुङ्गा कहाँ अवस्थित छ? जैमिनी नगरपालिका। शिलापत्र वर्ष खेलाडी 2081 घोषित हुन सफल खेलाडी को हुन्? पलेसा गोवर्धन। वर्ल्ड इकोनोमिक फोरमको यङ ग्लोबल लिडर 25 छनौट हुन सफल व्यक्तित्व को हुन्? कामपा उपमेयर सुनिता डङ्गोल। कफी खेती सर्वेक्षण 2075 अनुसार कफी उत्पादनमा पहिलो स्थानमा रहेको जिल्ला कुन हो? काभ्रेपलाञ्चोक, दोस्रोमा छ स्याङ्जा र तेस्रोमा छ सिन्धुपाल्चोक। व्हाइट हेलमेट केसँग सम्बन्धित छ? सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठन। पारिवारिक डिएनएको माध्यमबाट हराएको व्यक्तिको पहिचान गर्नका लागि इन्टरपोलद्वारा सञ्चालनमा ल्याइएको डाटाबेसलाई के भनी चिनिन्छ? आइफेमिलिया। नेपालमा सन् 2025 सम्ममा कुपोषणको दर कति प्रतिशत झार्ने लक्ष्य रहेको छ? 24%। 2030 सम्ममा 14% झार्ने लक्ष्य रहेको छ। कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिने भएको छ? फाङ्तुङ ताप्लेजुङ। नेपालले कहिलेसम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ? सन् 2030। विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? अप्रिल 22, 2025। मिसेस डिभा नेपाल 2025 को ताज चुम्न सफल युवती को हुन्? सङ्गीता अधिकारी, सिनामङ्गल, काठमाडौँ। पोप फ्रान्सिसको निधन कहिले भएको? सन् 2025 अप्रिल 21, 88 वर्षको उमेरमा। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय कहिले गरेको हो? विक्रम सम्वत 2082 वैशाख 8 गते। भारतले शक्तिशाली लेजर हतियारको सफल परीक्षण कहिले गर्यो? सन् 2025 अप्रिल। विषु पर्व कहाँ प्रचलनमा रहेको छ? सुदूरपश्चिम।